सम्पूर्णमा नमस्ते। म यति बेला पोखरामा छु र यहाँबाट लमजुङ बेसी सहरतिरको यात्रा गर्दैछु। लमजुङ बेसी सहर मनाङ जानलाई र त्यसै गरी नेपालको पहिलो होमस्टे र खुसी गाउँ भनेर चिनिने घले गाउँ पर्यटकीय स्थलको यात्रा गर्दैछु र त्यो क्रममा म आज यहाँबाट बेसी सहर जाँदैछु। बेसी सहरसम्मको बाटो कस्तो छ, त्यहाँको ठाउँ कस्तो छ, सबै कुराहरू चाहिँ तपाईँहरूलाई देखाउँदै लमजुङ बेसी सहर पुग्नेछु। अगाडिको दृश्य तपाईँहरूलाई देखाउन चाहन्छु। म यति बेला कास्की र लमजुङको सिमानामा आइसकेको छु। यहाँदेखि लमजुङको रूपा गाउँपालिका सुरु हुन्छ र मादी नदीको पुल लिएर छु अहिले म। मादी नदी बगिरहेको देख्न सक्छौँ हामी। यो पुल क्रस गरिसकेपछि लमजुङ सुरु हुन्छ र यहाँदेखि अब 40 किलोमिटरमा लमजुङ बेसी सहर पुगिनेछ। लमजुङको राम बजार हो यो। भोटेटार बजारमा आइसकेको छु। यति बेला लमजुङ राताबाटामा यात्रा गरिरहेको छु। बाटो एकदमै राम्रो छ। दुवैतिर हरियाली, जङ्गलहरू र बाटोको साइडमा मकैको खेतीपातीहरू देख्न सक्छौँ हामी।
यति बेला सुन्दर बजारमा छु र यहाँ सुन्दर बजारको चोकबाट लेफ्ट अथवा देब्रे साइडतिर लागेपछि बेसीसरतिर चाहिँ अगाडि जान सकिएको रहेछ। यहाँ बेसीसर नगरपालिकामा हार्दिक स्वागत गर्दछौँ भनेर यहाँ गेट राखिएको रहेछ। यहाँदेखि बेसीसर नगरपालिका सुरु भइसकेको छ। यति बेला बेसीसरको रानीकुवा भन्ने ठाउँमा आइसकेको छ। मजुवा खोला पुल लिएर आइसकेको छु। बेसीसर हो। म यति बेला लमजुङको बेसीसर आइसकेको छु। अब यो गेटवे हिमालयन रिसोर्टमा यहाँ चार्ज भइरहेको छु। कास्की पोखरादेखि लमजुङ बेसीसरसम्मको यात्रा सकिसकेको छ। यति बेर भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै यस्तै भिडियो हेर्न यदि च्यानल सब्सक्राइब गर्नु भएन भने भरत राउत युट्युब च्यानललाई सब्सक्राइब गर्नुहुन र यदि भिडियो मन परे सेयर गरेर सबैमा पुर्याउनु हुन र कुनै प्रतिक्रिया भए कमेन्ट मार्फत प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते।